ए प्रभु हाम्रो भिडियोलाई हेलो नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई हाम्रो यो नयाँ युट्युब च्यानल हामीले खोलेको छौँ। तपाईहरुलाई यो च्यानलमा सबै साथीहरुलाई स्वागत छ। हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि हाम्रो भिडियोलाई लाइक शेयर गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला। केही खानाहरु बनाएको छौँ यहाँ नुडल्स एन्ड चटपटे हामी खाने छौँ तर अलिक नुडल्स अलिक धेरै पिरो छ हैन यो 2 PM अनि हामी खाने छौँ। तपाईहरु पनि आउनुस् हामीसँगै इन्जोय गर्नुस्। Okay. Let's start. बुढी आसे तर अलिक पिरो छ ल हैन बुढी के कस्तो छ एउटा प्रार्थना गर न यसको नाममा त्यो पिरो छ जस्तो छ। चटपटे त दामी छ भित्रै मनदेखि नै बनाएको छु। बात तो सही है दौड़ना तो पड़ता है। पिरो रहेछ सुनो पिरो है निको कति पिरो के हो त नेपाल जस्तो खासै त्यस्तो पिरो लाग्यो क्वालिटी छ चावल तौल खानु ल खुसी लाग्यो ल तर यो 2 PM चाहिँ लास्टै पिरो भयो। धेरै साह्रो पिरो त डेन्जर भएछ यस्तै पिरो भएछ। मिठो भएछ चटपटे चटपटे चाहिँ यो लास्टै पिरो भएछ र खानु पर्छ। उता राख्नु पिरोले चाहिँ गाह्रो भयो। टमाटर त राम्रो भयो टमाटर भयो हजुर टमाटर भयो राम्रो मैले हो हो भन्दा नि
त्यो उनी भन्नुपर्ने थम्बनेलको लागि निकाल्नु न के ठाउँमा यो प्लेट यस्तो के अरे त्यो चाउचाउ बटाएर यसरी देखाउनु नि त्यहाँ म चटपटी उचाल्छु देखाउनु पर्ने क्यामेरामा हो यस्तो ल एउटा कुरा साँच्ची भन्छु यो फर्स्ट भिडियो होला त्यही भएर मलाई लाज लागिरहेछ पनि हाल्नु पालेर त्यो मात्रै खाँदा पिरो हुन्छ मिठो है झट्पट बोले तो बोले हाँ पिरो साथीहरूले भन्दै होला किन बोली किन खाएर भनेर अलिकति सासै हाल्छ अति नै पिरो हो लास्टै पिरो पिरो पनि मिठो पनि पसिना पसिना आयो आउँछ नि हो यस्तो पिरो छ धेरै नै पिरो भएछ नि म त यति धेरै पिरो खान सक्दिनँ अलिक नर्मल हो अनि नुन पनि अलिक धेरै खान सक्दिनँ त्यही भएर गाह्रो भएको चाहिँ तपाईँ खानु फेरि तपाईँ खानु ल मलाई चाहिँ चटपटी पुग्यो पराइँदै चाहिँ पुग्यो चटपटी अलिक खाइदिनु न त खानु है के कुरा गरा यो पाउडरमा यस्तो पिरो जस्तो लागेको थिएन त्यो पिरो त अब लास्टै पिरो खानै नसक्ने
कम्ती कम्ती पिरो खान थाल्यो नि त्यही भएर क्या पिरो खाइराख्यो भने त्यति लाग्दैन अन्त युपीमा भए पनि नेपालको हेरेर चाहिँ लास्ट पिरो खायो धेरै पिरो लास्ट पिरो नै हो तपाईँहरू चाहिँ खानुहुन्छ म खान सकिनँ बेबी है हजुर लिनु ल सस खानु न ससेस सिद्धियो खाइदिनु सकिन हजुरको बाबु खानु बुढालाई आज पिरोले गाह्रो भयो नि मलाई अब खानु न अनि तराउँछ गएपछि मलाई ल धन्यवाद यसरी खानु Oh my God! Wow! Bani. यति नै गरौँ यति नै गरौँ ल सरी गाइज खोर्सानी धेरै खानु सकिँदैन अलिक गाह्रो छ मैले चाहिँ उहाँले पनि धेरै खानु भएन रुपियाँ भएर अलिक यति त खानु न बेबी नाइस यति खानु अनि तपाईँले खानु नहीं ये यहाँ लुकाउनु नहीं ये यहाँ लुकाउनु बात तो सही है दौड़ना तो पड़ता है प्लीज बेबी अंडरस्टैंड गर्नु हजुर पनि धेरै नै गाह्रो हुन्छ अलिकति पिरो भएछ आज अनि उहाँले पनि धेरै पिरो खानुहुन्न म नि धेरै पिरो खाँदिनँ त्यही भएको कारणले आजको हाम्रो भिडियोलाई एन्ड गर्दैछौँ आजको भिडियो कस्तो लाग्छ हजुरहरूलाई हामीलाई सल्लाह सुझाव दिनु होला यो चाहिँ हाम्रो छोटो यो फर्स्ट भिडियो तर पनि हामीले सानो अनि छोटो भिडियो आज हामीले सुरु गरेको छौँ आजको भिडियो फर्स्ट भएको कारणले हामीले छोटो क्लिप मात्रै साथीहरूको बिचमा राखेका छौँ अब हामी भिडियोलाई चाहिँ यहाँ राख्दै हजुरहरूदेखि बिदा हुन चाहन्छौँ हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला त्यसपछि हामीले पोस्ट गरेको नयाँ नयाँ भिडियोहरू तपाईँलाई हेरेर इन्जोय गर्नु होला हस्त साथीहरू हामी बिदा हुन चाहन्छु हजुर बिचबाट नमस्ते बाई बाई